चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि अब भावी संसदको समीकरण र आकार निश्चित भइसकेको छ। संसदको समीकरण यसपटक विगतभन्दा फरक बनेको छ। 2072 सालमा नयाँ संविधान बनेपछि पहिलो पटक एउटै दलले करिब 2/3 बहुमत प्राप्त गरेको छ। त्यसैले संविधानको धारा 76 को उपधारा 1 अनुसार एकल बहुमतको सरकार बन्दैछ। चुनावमा घोषणा गरेको प्रतिबद्धता अनुसार भावी प्रधानमन्त्री बालेन्द्र शाह बन्ने निश्चित छ। तर राजनैतिक र प्रशासनिक वृत्तमा चासो प्रकट भइसकेको छ। बालेन्द्र शाहले मन्त्री कसलाई बनाउँछन्, कुन मन्त्रालयमा कस्ता मन्त्री आउँछन्। 3.5 वर्ष अघि गठन भएको पार्टीले 2/3 जनमत सहित 182 संसद लिएर सिंहदरबार छिर्दैछ। यो यति ठूलो जनमत आउनुको पछि मुख्य कारण थियो रासपाले लिएको सुशासनको एजेन्डा। यो एजेन्डा कार्यान्वयनको मुख्य प्रस्थान बिन्दु भने मन्त्री छनौट र मन्त्रालयहरूको बाँडफाँडबाट सुरु हुन्छ। शाहले कसरी कस्तो मन्त्री परिषद बनाउँछन् भन्ने केही खुलिसकेको छैन। तर उनले सुशासनको एजेन्डालाई अघि बढाउने हो भने त्यसको प्रस्थान बिन्दु मन्त्री छनौट र मन्त्रालय बाँडफाँडलाई बनाउँछन् कि बनाउँदैनन्। उनको शासनकालको सम्भावित दृश्य त्यहीबाट देखिन सुरु हुनेछ। किनकि प्रजातान्त्रिक शासनकालको इतिहासमा जति पनि सरकारहरू बने ती सरकारको विकृतिको पहिलो खुड्किलो नै मन्त्री छनौट र मन्त्रालयहरूको फेरबदल विभाजनबाट सुरु हुन्थ्यो। अहिले पनि त्यही पुनरावृत्ति भयो भने विगतभन्दा फरक नहुने विज्ञहरूको सुझाव छ। विगतमा सम्झिँदा एकल बहुमत नहुँदा गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता हुन्थ्यो। नयाँ प्रधानमन्त्रीलाई अब त्यो बाध्यता हुँदैन। पूर्व सचिव गोविन्द कुसुमले अनलाइन खबरसँग भने त्यसैले विगतमा भएका गल्ती कमजोरीहरू दोहोर्याउनु हुँदैन। रासपाबाट चुनावी परिणाम आउने बित्तिकै मन्त्री बन्न चाहने सांसदहरूले अप्रत्यक्ष आकांक्षा राख्न थालिसकेका छन्। सांसदहरूको यही मनोविज्ञान बुझेर नै हुन सक्छ सभापति रवि लामिछानेले बुधबार प्रशिक्षणका क्रममा सांसदहरूलाई मन्त्री माग्दै नआउन निर्देशन समेत दिए। सांसदहरूको मुख्य काम कानून बनाउने भएकाले त्यसमा मात्र केन्द्रित हुन उनले सचेत गराएका छन्। 2007 सालपछि अहिलेसम्म सार्वजनिक प्रशासन सुधारकै लागि झण्डै दर्जन आयोग र समितिहरू बनेका छन्। हरेकले महत्त्वपूर्ण सुझाव र सिफारिस पनि गर्दै आएका छन्। करिब 8 दशकमा मुलुकमा ठुल्ठुला राजनैतिक परिवर्तन भए तर सार्वजनिक प्रशासनमा भने उल्लेख्य व्यावहारिक सुधार भएन। अहिले एउटै प्रकृतिको कामका लागि छुट्टा-छुट्टै मन्त्रालय वा विभागहरू हुँदा निर्णय प्रक्रियामा अन्यल हुने र जिम्मेवारी पन्छाउने प्रवृत्ति छ। एउटा मन्त्रालय वा कार्यालय बाँड्दा मन्त्री सचिव सल्लाहकार र अन्य प्रशासनिक कर्मचारीको लर्को लाग्ने र राज्यको ठूलो ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ। धेरै मन्त्रालय र कार्यालयका कारण एउटा निर्णय गर्न पनि विभिन्न कार्यालयमा फाइल घुम्ने गरेको छ। अध्ययनहरूले धेरै तह र निकाय हुँदा फाइल घुम्न समय लाग्ने र काममा ढिलासुस्ती हुने हुँदा प्रशासनलाई चुस्त र छरितो बनाउन आवश्यक रहेको निचोड पनि निकालेका छन्। थोरै मन्त्रालय र कार्यालय हुँदा अन्तर्मन्त्रालय समन्वय गर्न सजिलो हुने र नीति निर्माणमा एकरूपता आउने पनि अध्ययनका निष्कर्ष छन्। तर यो विषयमा ध्यान दिएको छैन। सङ्घीय शासन प्रणाली लागू गर्नुको एउटा मुख्य अवधारणा थियो केन्द्र सरकार सानो, चुस्त र नीति निर्माणमा केन्द्रित हुने। कार्यान्वयनको ठूलो हिसाब प्रदेश र स्थानीय तहले सम्हाल्ने। तर व्यवहारमा भने केन्द्र सरकारमा मन्त्रालयहरूको सङ्ख्या अहिले प्रधानमन्त्री कार्यालय सहित 22 वटा छन्। अधिकांश कामहरू अहिले पनि सङ्घबाट भइरहेका छन्। चुनाव अभियानका क्रममा जनकपुरको सभामा रासपाका नेता बालेन्द्र शाहले यो कुरा पनि इङ्गित गरेका थिए। प्रदेशका अधिकारहरू ट्रान्सफर नभएको विषयमा सङ्केत गर्दै उनले भनेका थिए, अब काठमाडौँमा अधिकार माग्न जाने होइन, पशुपतिनाथ स्वयम्भूनाथ घुम्न मात्र जाने हो। अहिले सरकार बनाउने तयारीमा रहेको रासपाको नीति छ जान्नेलाई छान्ने। मन्त्री चयन प्रक्रियामा यो सूत्र कसरी लागू हुन्छ त्यसले भावी सरकारको दिशा तय गर्छ। जेन्जी विद्रोहको बलमा यत्रो जनमत सहित आउने सरकारले कुनै पनि लाभको उद्देश्यले हुने चलखेललाई सुरुबाटै रोक्नुपर्छ। विगतमा राजनीति चाहिँ बेरोजगार व्यवस्थापन गर्न थलो बन्यो। अब कुनै पनि मन्त्रालय मन्त्री र पार्टीका कार्यकर्ता व्यवस्थापनको थलो बन्नु हुँदैन। यस्तो विकृति रोकथामको थालनी गर्ने मुख्य व्यक्ति चाहिँ प्रधानमन्त्री नै हुन्छन्। प्रधानमन्त्रीय पद्धतिमा मन्त्रीहरू प्रधानमन्त्रीको मातहतमा काम गर्ने सहयोगी जस्ता मात्र हुन्। विगतमा गठबन्धन सरकार बन्ने कारणले मन्त्रीहरूलाई लगाम लगाउन प्रधानमन्त्रीलाई गाह्रो थियो।
तर अहिले एउटै पार्टीको सरकार बन्ने भएकाले प्रधानमन्त्री मन्त्रीहरूका कारण खुम्चिनुपर्ने अवस्था छैन। प्रधानमन्त्रीले कस्ता व्यक्तिलाई छनौट गर्दा परिणाम आउँछ त्यस्ता व्यक्ति मन्त्रीमा छान्नुपर्छ, कसैको दबावमा पर्नुहुन्न। हेर्दै गर्नुहोस् विश्व खबर। फेरि यस्तै रोचक प्रसङ्गहरू लिएर उपस्थित हुनेछु। धन्यवाद।